उमेर मात्र 27 वर्ष, मनोभाव, खेल शैली, लोभलाग्दो फ्यान फलोइङ र क्रेडिट्स। विभागीय टिम आर्मी र नेपाली राष्ट्रिय टिमकै पनि कप्तान। यी एलिमेन्ट्स भएका स्पोर्ट्स पर्सन नेपालमा कमै मात्र भेटिन्छन्। यो सबै थियो भलिबलका पूर्व कप्तान मनबहादुर श्रेष्ठसँग। भलिबल खेलेरै नाम दाम प्रतिष्ठा कमाउने एकदमै कमै भेटिन्छन्, तर मनबहादुर श्रेष्ठसँग कुनै कुराको कमी थिएन। त्यसो भए किन करियरको टपमा रहेको बेलामा कप्तान मात्र छाडेनन्? एकाएक दशैं तिहारको माहौलमा भलिबलबाट नै सन्यास लिने निर्णय गरेर समर्थकहरूलाई नमिठो उपहार दिए त? हुन त यो उनको व्यक्तिगत निर्णय हो, तर कुनै पनि व्यावसायिक खेलाडीले 27 वर्षको उमेरमा सन्यास लिनु यो कुरा अलिकति पस्दैन। नेपालमा मेनस्ट्रिममा भलिबल त्यति चर्चित छैन जति फुटबल, क्रिकेट र महिला भलिबल चर्चित छ। पुरुष भलिबलका राष्ट्रिय खेलाडीहरूलाई पनि कमैले मात्र चिन्छन्, तर मनबहादुर श्रेष्ठ यस्ता अन्धकारमा झुन्किरी चम्के चम्किरहेका स्टार थिए। उनी जहाँ जहाँ खेल्न जान्थे उनलाई हेर्ने र फोटो खिच्नेहरूको भिड लाग्दथ्यो। यो लोभलाग्दो क्रेज अपवाद थियो। उनी पुरुष भलिबलको इतिहासमा सबैभन्दा लोकप्रिय खेलाडी हुन्। नेपाली पुरुष भलिबलको पोस्टर बोय। उनको खेल शैलीले नै उनलाई स्टार बनाएको हो। जहाँ गए केही न केही उपाधि जिते। टिमले नजितेका प्रतियोगितामा समेत उनले व्यक्तिगत उपाधिहरू जितेर सबैलाई चकित पारिरहे। उनी उत्कृष्ट प्रतिभा हुन्। कहिलेकाहीँ त उनको खेल देखेर म आफै कमेन्ट्री गरिरहँदा पनि ताली पिट्थे। अति नै अविश्वसनीय खेल देखाउँथे उनी। क्राउडलाई अपिल गर्न जानेका, इन्गेज गर्न जानेका, कम्प्लिट प्याकेज। उनी जस्तो खेलाडी सधैँ आइरहँदैनन्। सायद अहिले भलिबल हेर्ने किशोरहरूलाई सोध्नुभयो भने उनीहरू भन्लान् मानिँदै जस्तो खेलाडी बन्ने उनी आइडल हुन्छ। उनको बारेमा एउटा किस्सा भन्छु। एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगिताको चौथो संस्करणको बेला थियो। नेपालले मालदिप्ससँग खेल्यो। त्यस खेलमा मालदिप्सका खेलाडी अली हुजामले मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड जिते, तर उनको नाम बारम्बार अनाउन्स हुँदा पनि उनी अवार्ड लिन भने गएनन्। पछि जब लिएर आए यो अवार्ड मेरो होइन तिम्रो हो भनेर मनबहादुर श्रेष्ठको हातमा ल्याएर राखिदिए। ओली हुजामले पाएको पदक मनबहादुरको नाममा समर्पित गर्नुले बुझिन्छ कि उनी विपक्षीलाई पनि प्रभावित पार्न सक्ने खेलाडी हुन्। त्यही संस्करण हो किर्गिस्तानसँग तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपालले हार्यो, तर पनि मनबहादुर श्रेष्ठले बेस्ट स्पाइकरको अवार्ड जिते, जुन सामान्यतया देखिँदैन। चौथो हुने टिमको खेलाडीले कुनै बेस्टको अवार्ड जित्नु। नेपालका कप्तान मनबहादुर श्रेष्ठ अब भलिबल कोर्टमा आफ्नो शक्तिशाली प्रहार गरिरहेका हुने छैनन्। अङ्क पाएपछिको उनको फेमस सल्युट सेलिब्रेसन दर्शकहरूले मिस गर्नेछन्। मुस्किल समयमा टिमलाई जोगाउन समर्थकहरूले मानिँदैछ त भनेर ढुक्क हुने दिन अब गए। केही दिन अगाडि पनि उनी अस्ट्रेलिया खेल्न गएका थिए। धेरैले त्यही बेलामा अड्कल काटेका थिए कि अब मनबहादुर फर्किन्छन् वा फर्किन्नन् त। यदि उनको सम्भावित गन्तव्य सायद उतै भयो भने नेपालका एक सेलिब्रिटी अब अस्ट्रेलियामा कुनै एउटा सामान्य जिन्दगी बाँचिरहेका हुनेछन्। नेपाली खेलकुदमा अस्ट्रेलिया पलायन हुने खेल र खेलाडीको लामो सूचीमा उनी पनि थपिनेछन्। उनले एउटा कुरा पनि राम्रो गरे, कप्तानको पद छाडेर सन्यास लिएर उनी त्यहाँ जाँदैछन्। यदि त्यसो नगर्थे भने कप्तान नै विदेशिनुले सकारात्मक सन्देश पक्कै जाँदैन थियो। जे होस्, खेलाडी विदेश पलायन हुनु नौलो विषय होइन, यो सिलसिला हो। त्यसको एउटै कारण हो सुरक्षित भविष्य। नेपालमा एउटा उमेरसम्म खेल्न सकिएला, परिवार पनि पालिएला, तर त्यसपछि यो प्रश्न सबै खेलाडीहरूलाई एक न एकपटक चस्काउँछ। एउटा ठुलो इन्जुरी सारा जीवन बर्बाद हुन सक्छ नेपालमा, यो विडम्बना हो। त्यसैले बेलैमा बुद्धि पुर्याउनु पर्छ सोच्छन् हाम्रा खेलाडीहरूले। मनबहादुरले 2068 सालमा भलिबलको क्षेत्रीय रेफ्री र 70 सालमा राष्ट्रिय रेफ्रीको अनुमति पनि पाइसकेका छन्। उनलाई खेल जीवनपछि के गर्ने त भन्ने बाटो पनि देखिएको थियो, तर उनले स्वेच्छाले यो निर्णय लिएका छन्। मनबहादुर 15 वर्षको हुँदा नै बुबाले अर्को श्रीमती ल्याएर आमालाई छाडिदिए। उनी मामा घरमा हुर्किए। 65 सालबाट भलिबल खेल्न सुरु गरे, तर उनमा सुरुमा चाहिँ क्रिकेट मोह थियो। त्यसपछि फुटबलमा पनि आए, तर त्यो मोहहरू लामो समय टिक्न सकेनन्। नवलपरासीको कावासोतीमा रहेको जीवन ज्योति माविमा 8 कक्षामा पढिरहँदा उनको भलिबलतिर मोह बढ्दै गयो। भलिबलतर्फ आकर्षित हुनुको एउटा मुख्य कारण थियो उनको उचाइ। कलिलो उमेरमै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मनबहादुरले देखाएको एउटा जुन प्रतिभा थियो, जुन सम्भावना थियो, त्यसलाई धेरैले निहाल्थे। यसले गर्दा उनलाई पश्चिमाञ्चलको सिनियर टिममा हुन समय लागेन। पश्चिमाञ्चलमै रहँदा जापानी प्रशिक्षक सिगेरो नेमोतोबाट 2 महिना उनले सिक्न पनि मौका पाए। त्यसपछि खेल जर्नी निखारियो। 2068 सालमा पश्चिमाञ्चलको सिनियर टिमबाट खेलेका मनबहादुर नेपाल प्रहरीमा रहेर पनि करारमा झन्डै 2 वर्ष खेल्ने। त्यसपछि 71 सालमा उनी आर्मीतर्फ मोडिए। नेपाली सेनातर्फ आएपछि भने उनले बिस्तारै नेसनल टिमको ढोका पनि अब डकटक्याउन सफल भए। कुनै समय आर्मीमा भर्ती हुन जाँदा कलर भिजनको कारण फालिएका मनबहादुर पछि खेलाडी भएकै कारण सेनाको कप्तानमै पनि बने। आर्मीबाट खेलेको झन्डै 1 वर्षमा मनबहादुर राष्ट्रिय टिमको सदस्य बन्न पाए। उनले सन् 2015 मा बंगलादेशमा भएको एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा चाहिँ बंगलादेश विरुद्ध नै हो नेपालको राष्ट्रिय जर्सी लगाएर पहिलो पटक डेब्यू गर्ने अवसर पाएको। त्यसपछि त उनी निरन्तर नै राष्ट्रिय टिममा रहे। उनी आएपछि राष्ट्रिय टोलीले 2073 चैतमा हो नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय पदक पनि दिलाएको। उनले
नेपालले एबिसी सेन्ट्रल जोनमा काँस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेन्ड अट्याकरको अवार्ड पनि जितेका थिए। भलिबल खेल्ने क्रममै लिसा थापासँग उनको प्रेम पनि भयो। एनबिए क्लब खेल्न जाँदा मानबहादुर र लिसाको चिन्जान भएको थियो। मानबहादुरको खेल हेर्दा उनलाई राम्रो लागेछ। त्यसपछि नम्बर साटासाट गरे र अन्ततः उनीहरूले बिहे पनि गरे। अहिले उनीहरूकी छोरी छिन्। 2080 सालमा मानबहादुर श्रेष्ठ नेपालकै कप्तान बने। मानबहादुर 9 वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका थिए। राष्ट्रिय बीच भलिबल टोलीको क्याप्टेन्सी पनि उनले गरिसकेका छन् र त्यसमा सफलता पनि दिलाएको अनुभव रहेको छ उनीसँग। मानबहादुरकै क्याप्टेन्सीमा नेपालले 19th एसियन गेममा भाग पनि लिएको थियो। मानबहादुर 13th साउथ एसियन गेममा भने नेपालको राष्ट्रिय बीच भलिबलको कप्तानी गरेर बीच भलिबल खेल्न गएका थिए। उनले गत वर्ष पनि र यो वर्ष पनि साउनमा हेर्ने हो भने भलिबलमा बीच भलिबलकै क्याप्टेन्सी गरेर रजत पदक जिताइसकेका छन्। मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको 11औं कप्तान थिए। अन्ततः 1 दशक लामो करियर उनले टुङ्ग्याएका छन्। नयाँ पुस्तालाई जिम्मेवारी सुम्पेको घोषणा गरेका छन्। फेयरवेल क्याप्टेन, ह्याप्पी रिटायरमेन्ट डियर मानबहादुर श्रेष्ठ।